सरकारवालाहरूले भाषा आयोगले तय गरेको प्रदेशको सरकारी कामकाजका भाषाहरूलाई कार्यान्वयन तहमा लैजानुपर्ने बताएका छन्। जनकपुर धाममा भाषा आयोगले गरेको सरकारी कामकाजको भाषा कार्यान्वयन सम्बन्धी अन्तर्क्रियामा सहभागीहरूले आयोगले गरेको सिफारिस कार्यान्वयन गर्नुपर्ने बताएका हुन्। कार्यक्रममा मध्य प्रदेशका प्रमुख हरिशङ्कर मिश्रले मधेसमा मातृभाषाहरूको संवर्धन र संरक्षणमा ध्यान दिन सबैसँग आग्रह गर्नुभएको छ। उहाँले पछिल्लो समय मातृभाषाप्रति लगाव घट्दै गएको आफूले पाएको भन्दै मातृभाषाको महत्त्वको विषयमा सबैलाई जागरुक बनाउनु पर्ने पनि बताए। उनले मधेसका प्रमुख मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनेतर्फ अग्रसरता लिनुपर्ने समेत जानकारी दिनुभयो। अंग्रेजी भाषा अंतर्राष्ट्रीय संपर्क की भाषा है, लेकिन हमारी भाषा मैथिली भोजपुरी है, इसको महत्व देना पड़ेगा। गांव भर के लोगों को भी दायित्व है अपने बच्चे को अपनी भाषा का ट्रेनिंग दे और तब हम आगे सरकार से इस बात को मांग करें कि हमारी भाषा यह है, इसके लिए संघर्ष करें। भाषा आयोगले मध्य प्रदेशको सरकारी कामकाजका भाषाका रूपमा मैथिली, भोजपुरी र बान्जिङका भाषालाई सिफारिस गरेको छ, तर अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैनन्। यसै सन्दर्भमा जनप्रतिनिधिहरूसहित सरकारवालाहरूले चिन्ता व्यक्त गर्दै कार्यान्वयन जोड दिएका हुन्। उनीहरूले मातृभाषा सरकारी कामकाजका भाषा बनाउनु पर्ने कारण, यसको महत्त्व, आवश्यकता साथै चुनौती लगायतका विषयमा धारणा राखेका छन्। राजनीतिक अधिकार तो प्राप्त हो गया किस माने में कहलो कि बहुत किस बाकी से लोग, लेकिन भाषिक अधिकार, समान भाषिक अधिकार और अवसर से नेपाल की जनता वंचित से जगह स्थापित कर जा सकते तो अपने जाकर ये आगाड़ी बढ़ कि कोनो आगे इंतु परंतु नहीं कपा देशे मैथिली भोजपुरी के स्पेशली अखन आगे रौथटवासी सब कहै छै कि हम सब बजिका भाषा बजै छी, फिर द्वारे देशे ठीक है बजिका भाषा बजै छै, तो जेकर मदर टंग है आगे, जेकर अहाँ के मदर टंग है, वही मदर टंग के अहाँ के देश में के मातृभाषा के सब यानी कामकाजक भाषा के रूप में यदि यहाँ के विकास करे छे तो स्वाभाविक रूप से अहाँ के देश एहि द्वारे कि मातृभाषा के और भेरी स्वायत्तता हो। सब भाषा के इतिहास, अहिले के संस्कृति के इतिहास आइ एक छोट शब्द में हम कहब सब के अहाँ के जोड़ाबे के जरूरी छै, एकरा आरो आगाड़ी बढ़ाबे के जरूरी छै। एहि को हमरा अहाँ के सब के चिंतन होय के जरूरी है। पृष्ठभूमिहरूलाई पनि हामीले हेर्नुपर्छ। हामी विभेदको कोणबाट हामी सबै भाषाभाषीहरू खास गरेर मध्य प्रदेशमा र अहिले चाहिँ प्रशासनिक हिसाबले मध्य प्रदेशमा नभएका पनि मध्य सिस्टम समुदायको तल्लो भेगमा बस्ने गरेका छन्। हामी छुट्टा छुट्टै प्रदेशमा भए पनि राज्यले हामीलाई चाहिँ मधेसी भनेर हामीलाई चाहिँ अवहेलना गर्यो, अपमानित गर्यो र त्यसलाई हामी आफ्नो चाहिँ सम्मान ठान्यौँ। बहुत सारे विषय पर छलफल गर्ने छ, देश अवस्थित छ। आइको दिनमा एउटा सिलसिलेबाट छलफल गर्ने, भाषाले पहिचानले विभिन्न बात सब होते हैं। मधेसी पोशाक की बात होते हैं, मधेसी राष्ट्र प्रादेशिक पोशाक की है, यो सारे विषय वस्तु पर छलफल है। ओके, हमसे बात करी तो 6 में देने हैं कि नेपाल में बोलने सभी भाषा राष्ट्रीय भाषा हो और हमारे सबके प्रदेश के भी काज कर देने चाहिए। कृपा कर नेपाली शासक को कौन काज कर देने चाहिए तो नेपाल के संविधान 2007 के उपदफा 2 बमोजिम प्रदेश सरकार और हम सब प्रदेश सभा से प्रदेश में बोलने एक व एक बंदा बड़ी भाषा लाई सरकारी कामकाज को भाषा के रूप में निर्धारण गरिने छ। हाम्रो सबके कार्य कसैले मधेसी भाषा के हो मलाई थाहा छैन भन्ने यो मलाई लाग्छ कि निरर्थक होला र यसमा खास गरेर मधेसको लागि पढ्नु पर्यो, जान्नु पर्यो, शोध त गर्नु पर्यो, आवश्यकता देखिन्छ र यसलाई खास गरेर एउटा जोड्ने भाषा मेचीदेखि महाकालीसम्म जोड्नको लागि एउटा नयाँ भाषाकै आविष्कार गर्न सकिन्छ र यसको व्याकरण, यसको डिक्सनरी कसरी तयार गर्न सकिन्छ, यसमा चाहिँ अहिलेदेखि नै भाषा आयोगले
कार्यक्रममा आयोगका सदस्य गोपाल प्रसाद श्राफले मध्य प्रदेशको भाषिक स्थिति र सरकारी कामकाजको भाषा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमा मधेसको पहिलो भाषा मैथिली, दोस्रो भोजपुरी, तेस्रो बन्जिङका, चौथो नेपाली र पाँचौं भाषा थारू भाषा रहेको जनाइएको छ। कार्यक्रममा भाषा आयोगका सचिव जयराम अधिकारीले भाषा आयोगको कार्यक्षेत्र, कार्यक्रम तथा आयोजना, सिफारिसहरू र कानुनी प्रबन्धको अवस्था विषयबारे जानकारी दिनुभएको थियो।